एभ्रिवान वेलकम टु माई च्यानल। म सञ्जना आज पनि यहाँहरूलाई एउटा सानो ब्युटी टिप्स लिएर आएको छु। एक्चुअली भन्नुपर्दा यो युट्युबमा मेरो एकदमै बिल्कुलै फर्स्ट भिडियो। आशा छ यहाँहरूले हेर्नुहुनेछ अन्तिमसम्म र हामीले आज गर्न खोजेको यो ब्युटी टिप्स चाहिँ तपाईँहरूलाई युजफुल हुनेछ भन्ने कुरा विश्वास गर्दछु। ल लेट्स स्टार्ट। हामीले चाहिँ मेकअप गर्दाखेरि यो आइब्रोज पनि राम्रो गराउनु एकदमै जरुरी छ। यसले पनि ठुलो भूमिका खेलेको हुन्छ मेकअपमा। सो यो जानेन भने यो गराउनलाई चाहिँ लाइक क्रुसिङ अनि त्यसपछि यो बक्स जस्तो देखेर हाम्रो मेकअपै कुरूप बनाइदिन सक्छ। सो यो हामीले राम्रो गर्न सिक्यौँ भने सुनमा सुगन्ध दिन्छ। सो आज हामी आइब्रो गर्न सिक्नेछौँ है त। एकदमै सिम्पल वेमा सिम्पल यो जोसुकैले गर्न सक्छ यो आइब्रो है त। ल सुरु। यदि तपाईँहरूले मलाई अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन नि प्लिज सब्सक्राइब गर्नु है त। ल अब हामी आइब्रोज बनाउन सुरु गर्नेछौँ। यो बनाउनलाई हामीलाई चाहिने सामग्रीहरू छ जुन चाहिँ नि जस्ट 4वटा सामग्री भए पुग्छ। यो छ एउटा, यसलाई चाहिँ कन्सिलर ब्रस भन्छ। यो एउटा कन्सिलर ब्रस चाहियो। अनि यसलाई चाहिँ भन्छ स्पुली ब्रस। यो चाहिँ साइडमा यस्तो एङ्गल परेको हुन्छ अनि त्यसपछि यहाँ चाहिँ यस्तो ब्रस जस्तो हुन्छ, यो एउटा चाहियो। अनि त्यसपछि यो आइब्रो प्यालेट भन्छ यसलाई। तपाईँहरूले मार्केटमा सजिलै किन्न पाउन सक्नुहुन्छ। मैले चाहिँ ब्राउन सेडमा लिएको छु, यहाँले ब्ल्याकमा पनि पाउन सक्नुहुनेछ। अनि एउटा कन्सिलर है त। यति 4वटा चिज भयो भने हामीले यो आइब्रो चाहिँ नि एकदमै राम्रो बनाउन। ओके, सो हामीले कुनै पनि प्रोडक्ट लिँदाखेरि चाहिँ जस्ट ड्याप गर्ने अनि डस्ट आउट गर्न नबिर्सिने है त। चट्टा लाएर यस्तो गर्ने नि। यसको यो एङ्गल चाहिँ नि यसको चुच्चो, यसलाई चाहिँ नि हामीले यता साइडमा राखेर चट्टा लाएर यसरी यसरी गरिदिने। यो आइब्रो बनाउने तरिका चाहिँ सबैभन्दा सिम्पल वेमा हो है। अनि चट्टा लाएर यसलाई फेरि यसरी माथिबाट यो एङ्गल चाहिँ हाम्रो नोजतिर हुनुपर्छ, नोजतिर फर्केको हुनुपर्छ है। अनि चट्टा लाएर यसरी सेट गर्ने। अनि यतिको सेट भइसकेपछि यसलाई फेरि डस्ट आउट गरेर यता पछाडिदेखि चाहिँ नि यसलाई चाहिँ फिलअप गर्दै आउने। यसरी मजाले यसरी फिलअप गरिदिने। हामीले यहाँ चाहिँ नि फिलअप गर्नुहुन्न। यदि हामीले यहाँ जस्ट यस्तो गरेर बनायो भने यो चाहिँ बक्स जस्तै हुन्छ, एकदमै नराम्रो देखिन्छ है। त्यसैले त्यहाँ चाहिँ छोडिदिने त्यो पार्ट चाहिँ। जस्ट यस्तो गरेर यसलाई फिलअप गरिदिने मजाले है। यसरी फिलअप गरिसकेपछि यदि तपाईँहरूलाई यो पार्टमा अझै यो डार्क भयो जस्तो लाग्छ भने यो ब्रसले यस्तो गरेर यसलाई सर्ट मिलाउने। यति गरे पुग्छ गाइस, यति गरे पुग्छ। अब सेम ल हेर्नुहोस् त, मैले दुवैपट्टि यसरी मजाले सेट गरिसकेँ। यति गरे पुग्छ गाइस, के गर्नु पर्दैन है। जस्ट यति मात्रै जाने पनि हामी बिगनर्सहरूलाई एकदमै सजिलो हुन्छ। ल अब यति गरिसकेपछि अब कन्सिलरको पालो आउँछ। यो कन्सिलर लाउँदाखेरि चाहिँ नि एउटा वेट टिस्यु पनि यसरी लिनुहोस् हैन, सजिलो हुन्छ हामीलाई। अब चट्टा लाएर कन्सिलर थोरै लिने है। अनि चट्टा अब यो काट्न थाल्ने, यसको लागेको फोरहरू चट्टा लाएर यसरी आफूलाई कतिसम्म माथि लैजान मन लाग्छ है। चट्टा लाएर मेरो चाहिँ हल्का माथि गयो जस्तो छ। क्यामेरामा फर्स्ट टाइम हो नि त गाइस, त्यही भएर तपाईँहरूले चाहिँ काट्नु हुँदाखेरि अलिक तलबाट काट्नुभयो भने चाहिँ चट्टा लाएर यस्तो गर्ने है, एकचोटिमै सेट हुन्छ। अनि त्यसपछि माथिबाट यो ब्रस लाउँदाखेरि हामीले यसरी लिनुपर्छ है त।
यसरी गर्ने, झट्ट लाएर काट्ने। फर्स्ट टाइम हो नि त है, आत्तिनु पर्दैन, बिस्तारै गर्नुभयो हुन्छ है। यसरी लाएर सट्ट काट्ने, नआत्तिकन है। मेरो पनि फर्स्ट टाइम क्यामेरामा भएर हल्का कस्तो कस्तो त लागिरहेछ, त्यही पनि आई डु माई बेस्ट। तपाईँले मेरो भिडियो हेरे बापत होइन, तपाईँहरूको टाइम वेस्ट नहोस् भन्ने चाहन्छु। जस्ट लाइनस गाइस, यतिको भए हुन्छ, यतिको सट्ट लाएर, चट्ट लाएर यसलाई वेट टिस्युमा पुस्दै सट्ट लाएर यसरी सेट गर्ने। हेर्नुहोस् त, यो हेर्नुहोस् अनि त्यसपछि यो हेर्नुहोस् कतिको डिफरेन्स छ। कन्सिलरले यतिको सफा बनाउँछ क्या है त। ल साथीहरू, यतिको फिनिसिङ ल्याउन सके पनि इज द बेस्ट। बिगिनर्स हो नि त हामीहरू, त्यसैले यतिको गर्न सक्यो भने पनि एकदमै राम्रो छ। होप तपाईँहरूलाई यो भिडियो एकदमै युजफुल भयो होला। मैले एकदमै सिम्पल वेमा तपाईँहरूलाई यो आइब्रोज बनाउन सिकाएँ। आई थिङ्क मैले तपाईँहरूलाई बुझाउन सकेँ होला है। अब आउने दिनहरूमा पनि मेरो यस्तै भिडियोहरू लिएर आउँछु, हेर्नुहोस् होला। यो चाहिँ नि बिल्कुलै प्रोहरू या मेकअप गर्नेहरूको लागि यो भिडियो चाहिँ होइन, जस्ट बिगिनर्स जसलाई चाहिँ नि मेकअप जेरो लाइक मी होइन, त्यस्तो व्यक्तिहरूले चाहिँ नि यो भिडियो हेर्नुभयो भने एकदमै धेरै युजफुल हुन्छ। त्यसैले थ्याङ्क यू फर वाचिङ, बाई, सी यू अन द नेक्स्ट भिडियो, बाई गाइज।